लास्ट जग्गा धनीसँग 24 सम्म मिलाउन लाउँछु माथिको दाजुभाइ गरौँला ल बिनाजु नमस्ते ए हजुरले जुन भन्नुभएको थियो नि जग्गा खोज्नलाई टक्क हजुरले भने जस्तै 4 पाटा रुमाल जस्तो मिलेको जग्गा बिनाजु भेटिसकेको छ खाओ माँ कसम तपाईले त्यसको लागि चिन्ता गर्नु पर्यो एकदम मन पर्छ सबैले भाइ घामको बारेमा भन्नु न घाम बिनाजु 24 घण्टा घाम आउँछ 24 घण्टा त्यो 2 दिनमा 2 दिन 12 घण्टामा आउँछ रे बिनाजु दामी आउँछ स्कुल भन्नु स्कुल बिनाजु टेन्सन नलिनुस् भान्जा भान्जीको लागि टेन्सन लिनु पर्दैन जम्मा 15 किलोमिटरमा छ त्यसमा पनि कि घरसम्म गाडी आउँछ 5 मिनेटमा पुग्छ भाइ हस्पिटल भन्नु हस्पिटल अनि हस्पिटल पनि बिनाजु धेरै टाढा छैन बिनाजु जम्मा 20 किलोमिटरमा हस्पिटल छ ए यो 5 मिनेटमा पुगिहाल्छ हस्पिटल गाडी खुइ घरसम्म गउँछ गाडी त कुरेको 24 घण्टा गाडी आवत जावत लागिरहन्छ बिनाजु ए भाउको कुरामा बिनाजु अब के भन्नु श्रेष्ठ दाइले कुरा गरिदिनु भएको छेउछाउमा पनि सोधेको चलेको 35 रहेछ बिनाजु झूठ बोलो तर लास्ट उहाँहरूले अब 32 सम्म चाहिँ छोडिदिने भन्ने कुरा गर्नुभयो अब के गर्ने बिनाजु वरिपरि घर बनिसकेको छ जग्गाको भाउ कहाँदेखि कहाँ पुगिसकेको छ त्यति खोज्दै पनि अब त्यो बल्ल तल भेटाएको त्यसमा पनि यहाँ बैना गर्ने मान्छे चाहिँ लाइन लागेको छ बिनाजु के गर्नु यहाँ जग्गा धनी पनि यतै हुनुहुन्छ हेलो नमस्ते भाइ हजुर सन्चै भाइ यस्तो छ अब हेर्नु जग्गा तपाईँको सालोले भनिसक्नुभयो कस्तो छ के सुविधा छ टक्कसँगले म अब यस्तो छ मेरो धेरै आफ्नै मान्छेले पनि बेच्नु भन्दै थियो तर म अब आफ्नो मान्छेले दिँदाखेरि झ्याउ हुन्छ कि हो त्यही भएर अब श्रेष्ठजीको मान्छे उहाँ म बेचिदिन्छु न है एकछिन बस्नु न यार म क्युआर पठाइदिन्छु त तुरुन्त हालिदिइहाल्नु त मलाई एडभान्स पक्नु न यार हो तुरुन्त हाल्नु पर्दैन म अरूलाई दिइदिन्छु हो अब यसो चाहिँ म धेरै म बिजी मान्छे हो बुझ्नुभयो ल चालुसँग कुरा गरौँ म क्युआर पठाइदिइहाल्छु ल बिनाजु अब तपाईँले मलाई विश्वास गर्नु भए हो अब म तपाईँसँग कसरी बिनाजु तपाईँले मलाई यति विश्वास गरेर पठाउनु भएको छ टेन्सन नलिनुहोस् जग्गामा केही खोट छैन उहाँलाई अब क्युआर पठाइदिनुहुन्छ ऊ गरौँ अनि अब धेरै टाढा गर्नु दुखाउँछ भने धेरै राम्रो जग्गा छ ल बैना गरौँ अब भइसक्यो ल बिनाजु ल हस् धन्यवाद बिनाजु भाइ बसमा बस्छ खल्ले म भन्दा पनि ठुलो तिमी दलले